ल हेर्नु होला साथीहरू, मैले आज मौरी घार निरीक्षण गर्न गइरहेको छु। यो मेरो मौरी एकदमै कमजोर मौरी छ। देख्न सक्नुहुन्छ मैले यहाँ चिनी चास्नी पनि दिएको छु। चिनी चास्नी पुरै खाइसकेको छ। ल हेर्नु होला, यसरी खान्छ। र यो मौरी मैले जाडो सिजनमा विभाजन गरेको थिएँ। ती 3 फ्रेमको थियो, गर्दै गर्दै आएर अहिलेसम्ममा 2 फ्रेम। ती फ्रेममा पनि मौरी एकदमै कम छ, हेर्नु होला। त्यही भएर जाडो सिजनमा मौरी विभाजन नगर्नु होला हजुरहरूले। मेरो जस्तै हुन सक्छ, हेर्नु होला। रानी छ कि छैन हेर्नु होला। खाली खाली छ, खानेकुरा केही पनि छैन। त्यही भएर मैले चास्नी दिने गरेको छु। हेर्नु होला, यतातिर पुरै खाली छ। अब अर्को देखाउँछु। त्यही भएर जाडो सिजनमा घार विभाजन नगर्नु होला हजुरहरूले। ल हेर्न सक्नुहुनेछ, यो रानी टुटी यहाँबाट निक्लेको थियो। रानी सायद रानी यता कतै होला। खानेकुरा केही पनि छैन, त्यही भएर मैले चास्नी दिइराखेको छु बचाउनको लागि। अब हेर्दै जाउँ यो कतिको सक्सेस हुन्छ। चास्नी दिइराखेको छु मैले यसलाई। सक्सेस भएको र नभएको कतिको बिट हुन्छ, मैले अपडेट गराउने नै छु। ल हेर्नु न, एकदमै कमजोर। 3 फ्रेम थियो, 2 फ्रेम हुन लाग्यो, भइसकेको छ 2 फ्रेम। अब त सिजन सुरु भइसकेको छ, सायद बढ्छ होला। यो एकदमै रिसा भएको छ, रिसिएको छ, खानेकुरा छैन। हेर्नु होला, यसको अपडेट मैले देखाउने नै छु, कतिको बढ्छ कि नै चिनी चास्नी खाएर। हेर्दै गर्नु होला, लाइक सब्सक्राइब अनि सेयर गरिदिनु होला। हस् त, धन्यवाद।